बिर्तामोड नगरपालिका महिला बालबालिका शाखाले आयोजना गरेको 2 दिने महिला सचेतनामूलक कार्यक्रम बिर्तामोड 9 मा पहिलो दिन सम्पन्न गरेको छ। बिर्तामोड नगरपालिकामा विशेष गरी ग्रामीण र पछाडिएका क्षेत्रहरूलाई लक्षित गरेर आयोजना गरेको यस कार्यक्रममा महिलाहरूले क्षमता अभिवृद्धि गर्ने, सिप सिक्ने लगायतका तालिमहरू प्रदान गरिने कुरा महिला विकास अधिकृत पुष्पा कार्कीले जानकारी दिनुभयो। हामी त्यही हो, स्कुल गयौँ न, राम्ररी अनुशासनमा बस्यौँ न भने जाने के हुँदैन के हो, त्यो कुरा पनि यहाँ सिक्नुपर्छ हैन। यसलाई एक किसिमको क्लास मान्नुपर्छ। अनि हाम्रा छोराछोरी कसरी बस्दा छन् दिनभरि, अनि हामीले अहिले कतिको रिपोर्ट लेख्ने भनेका छौँ, कति टिप्ता रहेछौँ, अनि तैँले जान्नस् भन्न सजिलो रहेछ कि जान्न अप्ठ्यारो रहेछ कि होइन हो। अनि सन्तोष भाइ नमस्कार। नमस्कार। पछाडि परेका महिलाहरूलाई नगरपालिकाले धेरै हस्टेमा हैसो गरिरहेछ, कार्यक्रम ल्याइरहेछ, हामीलाई त रमाइलो लागिरहेछ। हामी पनि सशक्तिकरणको विभिन्न कार्यक्रमहरूमा सहभागी हुन पाउँदा खुसी लागिरहेछ। कस्तो लाग्यो तपाईलाई? राम्रो लाग्यो। हामीले अब नजानेको कुराहरू सिक्यो, जानियो। अब यसरी यस्तो गर्दाखेरि हुने रहेछ भन्ने कुरो थाहा भयो। छोराछोरीलाई शिक्षा दिनु, सिकाउनु, ज्ञान गुणका कुराहरू सिक्न पाइयो। ज्ञान गुणको कुरा सिक्न पाइयो। तपाईले के बुझ्दै हुनुहुन्छ? के छ कार्यक्रम? अलिअलि जाने नजाने पनि एउटा कुरामा यसो जान्यो होइन। राम्रै छ, ठिकै छ। अब खुसी नै भयो, यस्तो रमाइलो भयो होइन। रमाइलो सँगसँगै ज्ञान गुणका कुराहरू सिक्न पाइयो। तपाईलाई रमाइलो लाग्यो, राम्रो भयो। अब छोराछोरीलाई शिक्षा दीक्षा स्वास्थ्य सबै अब सकारात्मक सोच्नुपर्छ भन्ने कुराहरू अलिअलि जान्यो, बुझ्यो। त्यही त हो नि, पोषण होइन। पोषण भन्ने हामीलाई चाहिँ अब खानेकुरा मात्रै जस्तो लाग्छ, तर पोषण धेरै नै मनोरञ्जन पोषण हुने भन्ने त्यस्तै यस्ता कार्यक्रम फेरि पनि आउन हाम्रा गाउँमा होइन। अघि कार्यक्रम भइराख्दा पनि एकदम चासो दिएर सोध्दै हुनुहुन्थ्यो कुराहरू है। तपाईँले जोस् ज्ञान गुणका कुराहरू सिक्न पाइँदो रहेछ। आफ्नै ठाउँमा यसरी सिक्न पाइयो, खुसी लाग्यो। तपाईँहरूलाई कस्तो लाग्दैछ? जे बोल्नुभयो नि हुन्छ। यहाँ भन्नुहुँदैछ, सबै सिक्दैछौँ होइन। अझै आज छ अनि अझै भोलि पनि छ, भोलि पनि आउनुहुन्छ। सिक्नेछौँ हामी। आज पनि अब एक दुईवटा कुरा बुझ्यौँ होइन, केही ज्ञान गुणका कुराहरू। अब यसरी नकारात्मक नसोच्नु, सकारात्मक मात्रै सोच्नु भन्ने कुराहरू ठिकै छ, चलिरहेछ। अब यस्ता कार्यक्रममा हामी यो महिला सृष्टि बहुउद्देश्यको कार्यक्रममा हामी अरू पनि जाँदैछौँ। हाम्रो देउनियामा पर्छ अफिस चाहिँ। अब ठिकै छ, राम्रै छ। हामी कार्यक्रमहरू अब भोलि पनि हुँदैछ। नगरपालिकाले कार्यक्रम बनाइदिरहेछ है। नगरपालिकाको कार्यक्रम उहाँबाट चलाउनु भन्नुभएर छ, नगरपालिका मार्फत चलिरहेछ है। यता दिदी नमस्कार। राम्रै छ। अब आजै त सिकेको, आजै आएको होइन। हजुर, केही कुरा ज्ञान गुणका कुराहरू सिकिँदैछ। आज पनि छ, भोलि पनि आउनुहुन्छ है। ए